फेरि पनि मेरो नयाँ सानो मिनी भ्लग लिएर तपाईहरुको माझमा आउँदैछु अनि तपाईहरुले मेरो सानो मिनी भ्लगलाई मन पराइदिनुहुन्छ भन्ने धेरै आशा राखेको छु। अनि अब म चाहिँ यहाँ हो यो बसको लाइन पर्खेर बसिरहेको छु अस्टिन जानलाई। अनि यहाँनिर हामी कति यहाँ मेरो साथीहरु नेपाली साथीहरु पनि हुनुहुन्छ तपाईहरुले उहाँहरु सबैजना नेपाली साथी हुनुहुन्छ अनि सबैजना हामी बस पर्खिरहेका छौं। साथीहरु नमस्ते, जय मसी सेवारो। अनि आज चाहिँ म चर्च जाँदैछु है। अनि आज हाम्रो चर्चमा चाहिँ युथहरुले मदर्स डे को स्पेशल मदर्स डे मनाइदिने अरे। अनि त्यही भएर यसको लागि तयारी भइरहेको छु। अनि तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज सन्डे छुट्टीको दिन तो चरक्क घाम लागेको हो। यहाँ म साथीहरुसँग तपाईहरुलाई भेटाउनु पर्यो। आज भनिदिनु पर्यो मेरो साथीको नाम के हो, कहाँ हो घर सबै भनिदिनु पर्यो। घर बागडोग्रा ल यहाँहरु यहाँ हाम्रो हिरो नि साथी तपाईहरु कहाँ हिँड्नु भएको यति राम्री भएर? चर्च जोर्डन गएको साथीलाई भेट्नु। म पनि चर्चै गएको तर हामी बेग्ला बेग्लै है। म चाहिँ सियोन चर्च जान्छु, उ चाहिँ हेब्रोन चर्च जान्छ। मेरो साथीहरु राम्रो राम्रो छ नि है। यहाँनिर कमेन्ट हाल्नु पर्यो मेरो साथीहरुलाई तपाईहरुले है। ल अब हामी बस चढ्यौं अनि मेरो साथीहरु चाहिँ कता कता छ देख्दिन त हौ। ल यहाँ साथीहरु सबै हामी जना बस चढिसकेको छौं। अनि के गर्नु होला है, हात अलिकति छोटो भएछ। अब यो जन्ममा चाहिँ यस्तै भयो छोटो, अर्को जन्ममा चाहिँ म लामो हात भएर जन्मिनेवाला छु। हेलो मेरो साथीहरु यसमा हाँस्नुहुन्छ हैन, बडी पनि लामो हुनु पर्यो, हात पनि लामो भएर भएन। ए हुन्छ हुन्छ हस् ल तपाईलाई धन्यवाद। नेक्स्ट जन्म चाहिँ सबै थोक लामो है। के गर्नु मेरो साथीलाई साह्रै दुख मन लागेको छ। मेरो हात छोटो, मेरो बडी जिउ सबै छोटो भएको कारणले गर्दा साथी प्लिज ब्लेसिङ मी माई नेक्स्ट के भन्छ त्यसलाई, मेरो अर्को जन्मको लागि प्लिज ब्लेसिङ गर्नु पर्यो। ठिक छ हामी ब्लेसिङ गर्छौं। तिमी ल मेरो लागि त ब्लेसिङ पनि आइसक्यो साथीहरु है। अर्को जन्ममा चाहिँ लामो भएर जन्मिनु अरे म। मेरो साथीको ब्लेसिङ अवश्य पुरा हुनेछ मेरो जीवनमा है। अब म के खाम, बोनभिटा खाम कि कम्प्लेन खाम कि के खाएर लामो हुम हौ? कम्प्लेन ओके। मेरो चाहिँ अब उत्रिने बेला भयो है। मेरो चर्च चाहिँ अस्टिनमा हो अनि म चाहिँ अस्टिनमा उत्रिनु लागे। मेरो साथीहरु चाहिँ जोर्डन है, र उहाँहरु चाहिँ जोर्डन चर्च जानुहुन्छ। अनि त्यही भएर म चाहिँ अस्टिन चर्चमा चाहिँ अब उत्रे। अब हामी साथीहरुसँगको मेरो यात्रा यहीँसम्म हो। बाई बाई, सी यु नेक्स्ट विक सन्डे ओके बाई। साथीहरु म चाहिँ बसबाट उत्रे है। म चाहिँ अब अस्टिनमा उत्रे अनि अस्टिनदेखि अब चर्च जाँदैछु। अनि मेरो चर्च चाहिँ सियोन चर्च हो। अनि मेरो साथीहरु चाहिँ जोर्डन चर्च जान्छ, उनीहरु जाँदैछ। हेर्दै गर्नु होला मेरो भ्लग, मिनी भ्लग तपाईहरुलाई कस्तो लाग्छ। आज मलाई है ढिलो भइसक्यो ला, चर्चमा सबैजना गइसक्यो। आज बस ढिलो आएको कारणले गर्दाखेरि मलाई पनि ढिलो भयो। त्यही भएर म स्पिड हिँड्दैछु तर पुग्नै लाग्यो अब म। ल साथीहरु फाइनली म चर्च आइपुगेँ है। अब म चर्चभित्र एन्ट्री हुन लागेको छु। तपाईहरु मेरो भिडियो हेर्दै गर्नु होला। ल साथीहरु म चर्च आइपुगेँ। अब चढ्दैछु म।
छ है यस्तो छ हाम्रो चाहिँ है चर्च जाने बाटो यस्तो छ साथीहरू म चाहिँ चर्च आइपुगेँ है यो हाम्रो चर्च यो हो है म चाहिँ अलरेडी है चर्चभित्र प्रवेश भइसकेको छु अनि सुरु भइसकेको रहेछ उहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ जयमसी सबैजनालाई अनि आज हाम्रो आमाहरू कति राम्री भएर आउनुभएको छ यहाँ हुनुहुन्छ आमाहरू सबैजना तयारी भएर आउनुभएको छ है आज र सबैजनालाई ह्याप्पी मदर्स डे मदर्स डे सबैजनालाई है हाम्रो आज चाहिँ मण्डलीमा चाहिँ आमा पार्टीहरूले चाहिँ आज आराधना स्तुति प्रशंसा परमेश्वरलाई चढाउनेछ उहाँलाई धन्यवाद छौँ आजको सुन्दर दिनको निम्ति अनि तपाईँहरू सबैजनालाई जयमसी केही बोल्नु चाहनुहुन्छ अरू परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको हो साथै सबै संसारभरि फैलिनु भएको आमाहरू सबैलाई ह्याप्पी मदर्स डे आज चाहिँ विशेष गरेर हङकङको मदर्स डे हो इन्टरनेसनल होइन हङकङको इन्टरनेसनलै हो नि हो र इन्टरनेसनल हो आज अरे हङकङको होइन इन्टरनेसनल आज चाहिँ एक्चुअली इन्टरनेसनल मदर्स डे हो हामी नेपालीहरूको त अस्ति गइसक्यो नि नेपालीहरूको मदर्स डे सरी म त आज चाइनिजको भनेर जस्तो लागेको थियो कहिले सुन्नमा मिस्टेक भयो होला प्रब्लम क्षमा गर्नुहोस् त्यही त अनि यो चाहिँ है हाम्रो जवानहरूले हाम्रो युथहरूले मदर्सहरूको लागि गिफ्ट तयार गर्नुभएको रहेछ अनि उहाँहरू सबैजनालाई परमेश्वर धेरै आशिष दिनुभएको होस् हाम्रो युथहरूलाई हाम्रो जवानहरूलाई सागर बन्द गहिरो गहिरो छ प्रेम आसमान भन्दा विशाल विशाल अनुग्रह छ हाम्रो प्रभु येशूको आकाश भन्दा उच्च उच्च छ नाम सागर भन्दा गहिरो गहिरो छ प्रेम आसमान भन्दा विशाल विशाल अनुग्रह छ हाम्रो प्रभु येशूको यसैले गर्छौ प्रशंसा गाउँछौ महिमा हुने येशूको यसैले गर्छौ प्रशंसा
हामी ल हामी चाहिँ अब यहाँनिर जवानहरूले युथहरूले हामीलाई गिफ्टहरू पनि दिएर गिफ्टहरू पनि पाइसकेको छौँ हामीले। थ्याङ्क यू सो मच युथहरूलाई अनि दिदी तपाईँलाई कस्तो लाग्यो? उहाँ चाहिँ मेरो एकदम दिदी हुनुहुन्छ। प्रभुलाई धन्यवाद हो सबै कुराको लागि। खुसी लागिरहेछ सबै कुराको महिमा प्रभुलाई भएको। गिफ्ट देखाइदिनु। मेरो गिफ्ट यहाँ छ गिफ्ट। थ्याङ्क यू। ल हाम्रो दिनहरू चाहिँ आज है यसरी नै मेरो चाहिँ यसरी नै भयो। अब मदर्स डे आज इन्टरनेसनल है, इन्टरनेसनल मदर्स डे हो हाम्रो नेपालीहरूको 10 गइसक्यो। साथीहरू चर्च सक्यो अनि चर्च सकेर म घर फर्किँदैछु अनि अलिकति मेरो काम छ, बाहिरका कपडाहरू बनाउनु पर्ने छ अनि टेलरमा कपडाहरू छोडेको थिएँ। अब त्यहाँ जान्छु अनि लिएर घर फर्किन्छु अनि आजको मेरो छुट्टी यस्तै भयो। गिफ्ट पनि पाएको छु मदर्स डेको दिन परेको कारणले, त्यही भएर थ्याङ्क यू सो मच थ्याङ्क यू टु माई जिजस क्राइस्ट यसु प्लिज। परमेश्वरलाई धेरै महिमा भएको होस् आजको दिनको निम्ति। हेलो साथीहरू, अहिले म मेरो दिदीको पार्लर आइपुगेको छु अनि यहाँ दिदीलाई अलिकति यसो हेल्प गरौँ भनेर आएको थिएँ। तर आज दिदी नै एकदम फ्री भएर बस्नुभएको रहेछ। आज खासै दिदीको कस्टमरहरू पनि आएको होइन रहेछ। अनि मेरो दिदी चाहिँ उहाँ हुनुहुन्छ, हेरिदिनु होला मेरो दिदी। हाय। अनि तपाईँको पनि अनि प्लिज तपाईँको युट्युबको पनि अनि सब्सक्राइब माई च्यानल प्लिज। तपाईँको नाम भनिदिनु पर्यो। @देउकी लिम्बू 155। म चाहिँ ब्ल्याक कफी मनपर्छ, ब्ल्याक कफी खान्छु एभ्री टाइम। पार्लरको हो मेरो सलुन चाहिँ BND सलुन हङकङमा जोर्डन 608 क्यान्टन रोड। ओके बाई। मेरो दिदीको पार्लर पनि तपाईँहरूलाई भनिदिइसकेको छ है। साथीहरू तपाईँहरू यहाँ आउनु सक्नुहुन्छ। तपाईँहरूको कपाल बनाउन कलर गर्न जे पनि पार्लरको लागि यहाँ आउनु सक्नुहुन्छ। अनि उहाँले एकदम है दिदी एकदम प्राइस चाहिँ भनिदिनु न, एकदम लिमिट है। उहाँले चाहिँ एकदम डिस्काउन्ट सहित हेभी डिस्काउन्ट गरिदिनुहुन्छ। मेरो दिदीले यो साँच्चै भनेको। ल आउनु होला यहाँनिर मेरो दिदीको पार्लरमा तपाईँहरूलाई वेलकम अनि स्वागत छ। अनि हामी चाहिँ लिम्बुनी है, उहाँ मेरो दिदी हामी चाहिँ लिम्बुनी। ल आजको लागि यति नै। अनि तपाईँहरूलाई मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। अनि यसरी नै माया गरिदिनु होला मलाई। अनि सधैँ त म भिडियो बनाइरहनु सक्दिनँ किनभने हामी काममा जानुपर्छ। सो 1 विक 1 टाइम, तर 1 विकमा पनि धेरै डिफिकल्ट हुन्छ भिडियो बनाउनु। त्यही पनि कोसिस गरिरहनेछु, सानो मिनी भिडियो बनाइरहनेछु अनि अपलोड गर्नेछु। तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला। तपाईँहरूको माया र साथ दिनुहोस् होला मलाई। म वन्दना सुब्बा। थ्याङ्क यू सो मच आजको लागि। धन्यवाद। सी यू माई नेक्स्ट भिडियो। बाई।